फेरि कहाँबाट यिनी चनमती दिदी आइछिन् फेरि जे पनि बोल्दैछिन् भने पहिला यो भिडियो हेरौँ। बालेन शाह भयो भने देश रहन्छ रहन्छ त मलाई थाहा भएन है उहाँको हात कुरा तर बालेन शाह रह्यो भने चाहिँ गरिबी चाहिँ यसो रहँदैन है मतलब गरिबीलाई हटाएर लहरिदिन्छ त्यो गरिब धनी हुने भयो त्यसो भयो अनि गरिबी लहरिदिन्छ पत्रकारले चाहिँ सही भने जस्तो लाग्यो है पत्रकारज्यूले चाहिँ सही भन्नुभयो यिनी चाहिँ कति हजारमा बिक्छन् भने यसरी जे पनि बोल्ने चाहिँ कहाँबाट पावर आउँछ भने त्यत्तिकै पैसा नखाइ त त्यत्तिकै विरोध गर्न त पक्कै यिनीहरू नला पैसाको जहाँ हालेर पकेट बलियो बनाएर यिनी हलान् नत्र भने त को चाहिँ बेइज्जती हुन खोज्छ हो भने यसरी के चाहिँ नराम्रो गर्यो नयाँ सरकारले होइन खोलाको किनारमा बसेको सुकुम्बासीलाई हटाएर व्यवस्थापन गर्नुपर्छ खोलाको किनारमा चाहिँ राख्नुहुन्न सधैँ डुबानले वर्षौँभरि कमाएको सम्पत्ति श्री सम्पत्ति चाहिँ बगाएरै लैदियो कतिपय चाहिँ घर जग्गा डुबेरै मरे कार सही समयमा पुग्न सक्दैन सही समयमा उद्धार गर्न सक्दैन बाढी पहिरो आइसकेपछि एकजना मात्र बगाउन धेरैजनालाई बगाउँछ भन्ने किसिमले व्यवस्थापन गरेको यिनी पुराना दलका यिनी पुजारीहरूले यस्ता यस्ता खेताला खोजेर 2-4 हजार दिएर यसरी पठाएछन् मिडिया सामु यस्तो बोल उस्तो बोल भनेर अनि मिडिया पनि कस्ता हुन् कि यस्तैका मात्र भिडियो हालेका हाले दुखी गरिब जनताहरूलाई पनि यसो हेर्ने गरौँ त मिडिया साथीहरू जो पीडित छ उनीहरूलाई पनि यस्तै अगाडि फेस टु फेस ल्याएर सरकारसम्म पुऱ्याएर तिनीलाई न्याय दिउँ त यस्ताको पछि लाग्नुभन्दा बरु टिआरपीको लागि भ्युजको लागि 2-4 डलरको लागि यस्ता पछाडि भाग्नुभन्दा बरु दुखी गरिब जसको चाहिँ आवाज सरकारसम्म पुग्न सकेको छैन जो चाहिँ सरकारसम्म पुर्याउन आफ्नो आवाज आफ्नो पीडा चाहिँ सरकारसम्म पुर्याउन खोज्छ त्यस्तो मान्छेको चाहिँ सरकारसम्म आवाज पुऱ्यायो त्यस्ता मान्छेलाई चाहिँ न्याय दिने कोसिस चाहिँ गर्नुहोस् त बल्ल मिडियाको चाहिँ नाम रहन्छ के ओहो नेपालको मिडिया चाहिँ वर्ल्डको नम्बर 1 छ भन्ने गराउनुहोस् त खाली यस्तो यस्ता भिडियो गरिसकेपछि कहाँबाट आउँछ साले